यो कोइलालाई हामीले यो ओखलमा राखेर यसरी पिस्यौँ। अब यो कोइलाको धुलो हो। यो कोइलाको धुलोलाई अब यो बोट अब यहाँ मेरो फर्सीका कैँडाहरू लाग्न थालेको छ। मैले यो जराको यस्तो साइडमा यसरी खोतल्ने अनि यसमा अलिअलि गोबर मल कम्पोस्ट मल पनि लगाइदिँदा राम्रो हुन्छ। नभए नि त्यही अँगार मात्रै राख्दा पनि अँगार कोइला मात्रै गौतमा भिजाएको कोइला मात्रै राख्दा पनि बोट बिरुवालाई एकदम राम्रो काम गर्छ। मैले यहाँ मल पनि थप्नुपर्ने समय भएको भएर मैले यो मल सँगसँगै यो अँगारको धुलो पनि थप्दैछु। अब यसरी 2-3 मुठी जति मैले यहाँ 3 मुठी मात्रै लगाएँ। अब यसलाई पुर्दिनु। हरेक बोटलाई यसरी लगाउन जाँदैछु। बाल्टी यसरी मल्चिङ गरिदिँदाखेरि झार पनि आउँदैन। 2-3 कुराको फाइदा हुन्छ। एउटा माटो हाम्रो यहाँ कौसीमा यसरी छिटो पानी हाल्नुपर्ने हुन्छ। कौसी खेतीको लागि यसले पानीको प्रिजर्भ पनि गर्छ। माटो सुक्न दिँदैन, मल बगाउन दिँदैन र झार पनि पलाउन दिँदैन। त्यही भएर मैले यसलाई यसरी मल्चिङ गरिदिएको छु। यो हामीलाई प्रशिक्षकले तालिम दिँदा हामीलाई यो अर्को फाइदा फेरि यो अँगारको धुलोले यो यस्तो खालको सेतो ढुसी पनि बोट बिरुवामा आउँदैन भन्नुभएको थियो। हेरौँ अब मेरोमा चाहिँ यो सेतो ढुसीको पनि प्रब्लम छ। अब यो पनि सल्भ हुन्छ कि हुँदैन, यो सल्भ भयो कि भएन भन्ने कुरो म हजुरहरूलाई फेरि अर्को पार्ट्समा चाहिँ यसको कस्तो भयो, यसको असर कस्तो रह्यो भनेर फेरि देखाउने नै छु। पातमा मात्रै होइन, यसरी डाँठमा पनि सर्लक्कै यस्तो लागेको छ। यो सेतो यो के रोग हो, यसको समस्या के हो? अब प्राविधिकको भनाइअनुसार चाहिँ यो अँगारको यो कोइलाको धुलोले, गहुँतमा भिजाएको कोइलाको धुलोले यो खालको समस्या पनि बोट बिरुवामा आउँदैन। आएको समस्याहरू पनि निर्मूल हुन्छ भन्ने हामीले ट्रेनिङमा लिन पाएका थियौँ। अब हेरौँ यो प्रयोगात्मक प्रयोग गरेर हेर्दाखेरि यसले कतिको असर ल्याउँछ।